साथीहरु आजको भिडियो एकदमै चमत्कारिक छ, एकदमै उपयोगी छ र एकदमै जानकारीमूलक छ साथीहरु। मलाई लागिरहेको छ आजको जस्तो भिडियो चाहिँ सायदै तपाईहरुले देख्नु भएको छ, सुन्नु भएको छ वा प्रयोग गर्नु भएको छ, जसलाई हामीले हाम्रो मोबाइल फोनमा प्रयोग गरेर भरपुर फाइदा लिन सक्छौं। साथीहरु हामीले सधैं फोन आउँदाखेरि हाम्रो फोनलाई चाहिँ उठाएर हामीले हात प्रयोग गरेर मात्रै फोन उठाउने र काट्ने गरेका छौं। आज म तपाईहरुलाई हामीले बोलेर नै हामीहरुको फोनलाई कन्ट्रोल गर्न सक्छौं साथीहरु। हो साथीहरु, तपाईहरु सही सुनिरहनु भएको छ। हो साथीहरु, हामीले अब बोलेर नै हाम्रो मोबाइललाई कन्ट्रोल गर्न सक्छौं, फोनलाई रिसिभ गर्न सक्छौं र अनावश्यक फोनलाई हामीले क्यान्सल गर्न सक्छौं साथीहरु। नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा तपाईहरुलाई हामीले बोलेर नै कसरी फोनलाई रिसिभ गर्न सक्छौं अथवा क्यान्सल गर्न सक्छौं, यो सम्पूर्ण सेटिङ कसरी गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी विस्तृत रूपमा दिन गइरहेको छु। साथीहरु, आजको भिडियो एकदमै महत्त्वपूर्ण छ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने कति पनि कन्जुसाइ नगर्नु होला, ताकि आगामी दिनमा पनि म तपाईहरुलाई यस्तै प्रकारका एकदमै उपयोगी भिडियोहरु लिएर आउने छु। साथीहरु, अब म तपाईहरुलाई मोबाइल स्क्रिन शेयर गरेर यो सेटिङ कसरी गर्ने र हाम्रो मोबाइललाई कसरी युनिक बनाउने भन्ने विषयमा यो सम्पूर्ण जानकारी मोबाइल स्क्रिन शेयर गरेर दिन गइरहेको छु। अब सुरु गरौँ है त। साथीहरु, अब म तपाईहरुलाई डेमो देखाउन गइरहेको मेरो यो मोबाइलमा फोन गर्न गइरहेको छु साथीहरु। अब म फोन गर्छु, हेर्नुस् है कस्तो ल्याउनुस्। अब फोन आइसकेको छ, यसले नाम सहित कसले फोन गर्यो भनेर नाम सहित भनिसकेको छ। अब हेलो ल्याउनुस् साथीहरु, फोन उठिसकेको छ। मैले हेलो भन्दैमा फोन उठिसकेको छ। यसरी तपाईहरुले पनि एकदमै कमाल रूपमा यो एप्लिकेसनलाई प्रयोग गर्न सक्नुहुन्छ साथीहरु। साथीहरु, मैले फेरि फोन हानिसकेको छु। अब म यसलाई भनेर आएको छ। अब म यसलाई चाहिँ बोलेर नै यसलाई क्यान्सल गरेर देखाउँछु। हेर्नुस् है त साथीहरु। नो नो तपाईले डायल गर्नु भएको नम्बर अहिले हेर्नुस् त, केही समयपछि पुनः डायल गर्नु होला। मैले जो फोन हानिरहेको छु यो फोनले पनि भनिरहेको छ तपाईले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ भनेर सुनाइरहेको छ साथीहरु। यसरी तपाईहरुले बोलेर नै यसलाई क्यान्सल गर्न अथवा रिसिभ गर्न सक्नुहुन्छ साथीहरु। यो एकदमै कमालको प्रयोग छ। मैले तपाईहरुलाई अब यो कसरी सेटिङ गर्ने र कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। हेर्नुस् है साथीहरु, त्यसको लागि तपाईहरु सर्वप्रथम प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गएपछि सर्च बारमा तपाईले यहाँ हाल्नु होला। सर्च बारमा हालेपछि तपाईले यहाँ माथि थिचेर VANI भानी डायलर एन्सर कल बाई भन्ने एउटा एप्लिकेसन हुन्छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा। यस्तो प्रकारको लोगो भएको, यसलाई चाहिँ तपाईहरुले इन्स्टल गर्नु होला साथीहरु। इन्स्टलमा हानेर इन्स्टल गर्नु होला है साथीहरु। अब यो इन्स्टल हुँदैछ साथीहरु, मेरो यो मोबाइलमा लेन्स चाहिँ इन्स्टल भइरहेको छ। अब यो धेरै बेर लाग्दैन साथीहरु, एकैछिनमा नै यो इन्स्टल भइसक्छ साथीहरु। हेर्नुस् है त, इन्स्टल भइसकेको छ साथीहरु। यसमा अब तपाईहरुले इन्स्टल भएर यो मोबाइलमा इन्स्टल भइसकेको छ साथीहरु। अब तपाईहरुले यसमा यहाँ ओपन भन्ने अप्सन छ, त्यो ओपन भन्ने अप्सनमा चाहिँ थिच्नु होला। थिचिसके पछाडि तपाईहरुको यहाँ देखाएको छ एन्सर अल योर इन्कमिङ कल विथ योर डिभाइस भनेको छ। यसलाई तपाईहरु तल नेक्स्ट भन्ने अप्सन छ, तपाईहरुले लास्टको नेक्स्ट अप्सनमा चाहिँ यसरी थिच्दिनु होला है साथीहरु। थिचेपछि यहाँ आयो अर्को अप्सन से हेलो टु एन्सर कल, से नो टु डिक्लाइन कल भनेर आयो। तपाईहरुले यसलाई पनि नेक्स्ट छ तल, तपाईहरुको नेक्स्टमा हानेर यसलाई पनि तपाईहरुले ओके गरिदिनु होला साथीहरु है। भइसके पछाडि अब कन्ट्रोल योर फोन ह्यान्ड्स फ्री भनेर चाहिँ आएको छ। अब यहाँ स्टार्ट भनेर तल तपाईले देख्न सक्नुहुन्छ स्टार्ट भनेर आएको छ, त्यसलाई स्टार्टमा हानिदिनु होला। हानिसके पछाडि यहाँ तपाईहरुको स्टार्ट भनेर आयो, स्टार्ट भन्ने अप्सन यहाँ आएको छ साथीहरु। अब तपाईहरुले यहाँ स्टार्टमा तपाईले थिच्दिनु होला साथीहरु। थिचेके पछाडि यहाँ आएको छ सेट भानी एज योर डिफल्ट फोन एप भनेको छ। तपाईहरुले यो तलको भानी भन्नेमा चाहिँ ओके गरेर हान्दिनु होला साथीहरु। त्यसपछि तपाईहरुको आइसकेको छ नाउ यु आर अल द सेट लेट्स गो भनेर आयो, यहाँ ओकेमा तपाईहरुले हान्दिनु होला। हानिसकेपछि तपाईहरुले यहाँ मोबाइलमा अब तपाईहरुको मोबाइलमा यस्तो प्रकारको चाहिँ स्क्रिनमा यस्तो सो हुन्छ साथीहरु डिस्प्ले। अब यसमा तपाईहरुको हेर्नुस् त एन्सरमा हेलो, डिक्लाइनमा नो, स्पिकरमा यस भनेर यहाँ देखाएको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। है हामीले यसैलाई नै एप्सेट गरेको थियौं। तपाईहरुले तलमाथि सारेर पनि हेर्न सक्नुहुन्छ यहाँ के अप्सन छ भनेर। हेर्नुस् त यहाँ तपाईले तल चाहिँ यहाँ सेटिङको अप्सन देख्नुहुन्छ, सेटिङको अप्सनमा तपाईले थिच्नु होला। थिचेपछि यहाँ तपाईले सेटिङहरु देख्न सक्नुहुन्छ। यहाँ कलर यहाँ भनेको छ इनेबल भानी कलर नेम भनिन्छ, कलर नेममा तपाईले थिच्नु होला, अन गर्नु होला। त्यसपछि लिड फ्ल्यास भन्ने पनि छ यहाँ अप्सन। तपाईहरुले फोन गर्दाखेरि पनि यहाँ हाम्रो फ्ल्यास लाइट पनि बल्ने गर्छ, लाइट पछाडिपट्टि
यसलाई पनि तपाईहरुले यहाँ थिचेर अन गर्नु होला साथीहरु। त्यसपछि साथीहरु तपाईहरु तल आउनु भयो भने कस्टमाइज ओड भन्ने छ। त्यसपछि तपाईं एक्सेप्टमा हानिसकेपछि अब यहाँ एड योर ओड छ साथीहरु। अब तपाईहरुले एड योर ओडमा थिचेर दुई पटक हेलो हेलो भनेर तपाईले सोध्नु भयो भने यहाँ चाहिँ तपाईहरुको ओड सिलेक्ट हुन्छ। तपाईले सेभ हान्दिनु होला। अब यहाँ डिक्लाइनमा जानुस्, त्यहाँ थिच्नु होला। थिचेपछि यहाँ चाहिँ अब मैले यसमा नो नै सेट गर्छु। यहाँ एड योर ओड भनेको छ, यहाँ नो नो ल हेर्नुस् त यहाँ नो आइसक्यो साथीहरु। अब यहाँ तल चाहिँ सेभ भनेको छ, सेभमा हान्नु होला। हानिसके पछाडी हेर्नुस् है अब ब्याक आउनु होला। तपाईहरु हाम्रो चाहिँ शब्दहरु चयन भइसक्यो साथीहरु। यदि तपाईहरुले तल हेर्नुभयो भने अरु पनि सेटिङ छ, अरु पनि सेटिङहरु गर्न सक्नुहुन्छ साथीहरु। तपाईहरुले यो हेलो नो भन्ने जुन राखेको छौं यसलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ। आफुलाई जे चाहिँ सजिलो लाग्छ, जे बोल्दाखेरि सजिलो लाग्छ त्यो चाहिँ तपाईहरुले यसमा प्रयोग गर्न सक्नुहुन्छ साथीहरु। मैले चाहिँ तपाईहरुको हेलो नो भन्ने जो पहिलाको थियो त्यसैलाई नै सेट गरेको छु साथीहरु। यसरी तपाईहरु सेट भइसक्छ। अब यसरी सेट भइसकेपछि साथीहरु तपाईहरुको मोबाइलमा अब तपाईहरुले टाढैबाट बोलेर नै कमान्ड गर्न सक्नुहुन्छ साथीहरु। यसरी साथीहरु तपाईहरुले यो एप्लिकेसनको प्रयोग गरेर आफ्नो फोनलाई एकदमै स्मार्ट बनाउनु होला साथीहरु। आजको भिडियो मैले तपाईहरुलाई हामीले आफ्नो फोनलाई कसरी बोलेर नै रिसिभ गर्ने, क्यान्सल गर्ने अथवा लाउड स्पिकर बनाउने भन्ने विषयमा सम्पूर्ण जानकारी दिइसकेको छु। पक्कै पनि आजको भिडियो तपाईहरुलाई मन पर्यो होला भन्ने कुरामा म विश्वास छु। साथीहरु भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न भने नभुल्नु होला। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो पक्कै पनि कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया जनाइदिनु होला। आजलाई यति नै। अब अर्को भिडियोमा साथीहरु नमस्कार।